जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तुताले सोधे, सर, जीवनमा सबैभन्दा खुशी पाउँदा के सम्झनुहुन्छ? रतन टाटाले भने, मैले जीवनमा खुशीका 4 चरण पार गरेको छु र यी 4 चरण पश्चात खुशीको अर्थ बुझ्न सके। पहिलो चरणमा धन र सम्पत्ति कमाउनु थियो, तर यो चरणमा मैले चाहेको खुशी पाउन सकिन। त्यसपछि दोस्रो चरणमा आफूलाई मन परेको महँगा र बहुमूल्य सामान जोड्नु, सोख पूरा गर्नु थियो, तर यो कुराको प्रभाव पनि छेडिक हुन्छ र बहुमूल्य वस्तुको चमक धेरै दिन टिक्न सक्दैन भन्ने बुझे। त्यसपछि तेस्रो चरणमा ठूलो परियोजना प्राप्त गर्नु थियो। त्यो बेला भारत र अफ्रिकामा डिजल सप्लाई गर्ने प्रोजेक्ट पाए। म भारत र एसियाको सबैभन्दा ठूलो स्टिल कारखानाको मालिक पनि थिए, तर यहाँ पनि मैले सोचे जस्तो खुशी पाउन सक्दै सकिन। चौथो चरण थियो कि मेरो एक साथीले मलाई अपाङ्गता भएको बालबालिकाका लागि व्हीलचेयर किन्न आग्रह गरे। साथीको आग्रहमा मैले तुरन्त व्हीलचेयरहरू किने, तर साथीले मलाई उनीसँगै गएर बच्चाहरूलाई व्हीलचेयर वितरण गरिदिन आग्रह गरे। म तयार भएँ र उनीसँगै गएँ। त्यहाँ मैले यी बालबालिकाहरूलाई आफ्नै हातले व्हीलचेयर दिएँ। ती बालबालिकाको अनुहारमा अनौठो खुशीको चमक देखे। मैले ती सबैलाई व्हीलचेयरमा बसेर घुमफिर गरेको र रमाइलो गरेको देखेँ। मैले आफूभित्र साँच्ची खुशीको महसुस गरेँ। जब कार्यक्रम सकिएर म फर्कन लागेको थिएँ, एउटा बच्चाले मेरो खुट्टा समात्यो। मैले बिस्तारै खुट्टा छोड्ने कोसिस गरेँ, तर बच्चाले मेरो अनुहार हेर्यो र मेरो खुट्टालाई समातिरह्यो। मैले झुकेर बच्चालाई सोधेँ, तिमीलाई अरू के चाहिन्छ? त्यो केटाले दिएको जवाफले मलाई स्तब्ध बनाएको मात्र होइन, जीवनप्रति मेरो दृष्टिकोणलाई नै पूर्ण रूपमा परिवर्तन गरिदियो। त्यो बच्चाले भन्यो, म तपाईको मुहारलाई हेरेर सम्झन चाहन्छु ताकि जब म तपाईलाई स्वर्गमा भेट्नेछु त्यसबेला म तपाईलाई चिन्न सकूं र फेरि एकपटक धन्यवाद दिन सकूं। यो सामग्रीलाई मैले सामाजिक सञ्जालबाट साभार गरेर तपाईलाई सुनाए। यो सामग्री अहिले सामाजिक सञ्जालमा जताततै पोस्ट भएको तपाई हामीले देखिरहेका छौं। साँच्चै खुशी भन्ने शब्द छ नि, खुशी मान्छे विभिन्न कारणले खुशी हुन सक्छ। सबै एउटै कारणले खुशी हुन सक्छ भन्ने मलाई लाग्दैन है। कोही पैसा भयो भने खुशी होला, कोही राम्रो लुगा लाउन सके खुशी होला, कोही टन्न पेटभरि खान सके खुशी होला, हैन?